मनी इजन्ट जस्ट अबाउट नम्बर्स। यो हाम्रो बानी, सोच र निर्णयहरूबाट प्रभावित हुन्छ। द साइकोलोजी अफ मनी मर्गन हाउसेलद्वारा लेखिएको द साइकोलोजी अफ मनी पुस्तकले हामीलाई सिकाउँछ कि फाइनेन्सियल सक्सेस बुद्धिमत्ता भन्दा पनि व्यवहारमा निर्भर पर्दछ। म आज मर्गन हाउसेलले लेखेको द साइकोलोजी अफ मनीले सिकाउने 3टा महत्त्वपूर्ण लेसन्सहरूको बारेमा कुरा गर्न गइरहेको छु। लेसन 1, धनी बन्न धेरै कमाउनु पर्दैन। धनी बन्न धेरै कमाउनु पर्दैन भने के गर्नुपर्छ त? हजुरहरूले सोच्दै हुनुहुन्छ होला। धनी बन्न धेरै कमाउनु पर्दैन, धेरै बचत गर्नुपर्छ। वेल्थ इज द्याट यु डोन्ट स्पेन्ड। धन त्यो हो जुन तपाईँले खर्च गर्नुहुन्न। महँगो कार वा सामानहरू त मात्र देखावटी मात्र हो। तर वास्तवमा फाइनेन्सियल फ्रिडम, वित्तीय स्वतन्त्रता भनेको त निरन्तर सेभिङ्स र स्मार्ट इन्भेस्टमेन्ट हो। लेसन नम्बर 2, सफलता मात्र मेहनतले हुँदैन, यसमा भाग्यको पनि ठुलो खेल हुन्छ। त्यस्तै असफलता सधैँ गल्तीले मात्र हुँदैन, यसमा दुर्भाग्यको यानि कि ब्याड लकको पनि ठुलो हात हुन्छ। यो बुकको राइटर मर्गन हाउसेलले भन्नुहुन्छ कि लक एन्ड रिस्क आर सिब्लिङ्स। मतलब भाग्य र खतरा वा जोखिम दुई भाइ बहिनीहरू जस्तै हुन्। मुख्य कुरा के हो भनेपछि स्टे हम्बल व्हेन यु विन एन्ड स्टे स्ट्रङ व्हेन यु लुज। मतलब सफल हुँदा नम्र बनाऊ र असफल हुँदा हिम्मत नहारौँ। लेसन नम्बर 3, बिगेस्ट मनी एडभान्टेज के हो तपाईँलाई थाहा छ? टाइम। सही सुन्नुभयो। पैसाले दिने हाइएस्ट डिभिडेन्ड वा रिवार्ड चाहिँ टाइम हो। र कम्पाउन्ड इन्ट्रेस्ट रिवार्ड्स दोज हु थिङ्क लङ टर्म। मतलब कम्पाउन्ड इन्ट्रेस्टले चाहिँ त्यो व्यक्तिहरूलाई रिवार्ड गर्छ जसले चाहिँ लामो सोचेका हुन्छन् वा दीर्घकालीन सोच राखेका हुन्छन्। कम्पाउन्ड इन्ट्रेस्टलाई 8th वन्डर अफ द वर्ल्ड पनि भनेर चिनिन्छ। मतलब कि विश्वको 8औं अजुबा भनेर पनि कम्पाउन्ड इन्ट्रेस्टलाई भनिन्छ। लेसन नम्बर 3 मा अर्को कुरा रहेको छ, द अर्लियर यु स्टार्ट सेभिङ एन्ड इन्भेस्टिङ द बिगर आर योर रिवार्ड्स। मतलब हजुरहरूले जति चाँडो वा जति कम उमेरमा बचत गर्न र इन्भेस्ट गर्न सुरु गर्नुहुन्छ त्यति नै धेरै हजुरहरूले रिवार्ड पाउनुहुन्छ। र अब अन्त्यमा पैसाको सही व्यवस्थापन गर्न चाहनुहुन्छ भने धैर्य, अनुशासन र राम्रो बानीहरू अपनाउनुहोस्। यी 3टा लेसन्सहरू मध्ये हजुरहरूलाई सबैभन्दा उपयोगी लेसन कुन लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्टमा राख्न नबिर्सिनुहोला।